राजारानी पूर्वकै पर्यटकीय स्थलको रूपमा विकसित हुँदै गएको एउटा धार्मिक तथा पर्यटकीय स्थल हो। लेटाङ नगरपालिका वडा नम्बर 1 मा अवस्थित रहेको छ। कोशी प्रदेशको राजधानी विराटनगरदेखि 50 किलोमिटर उत्तर पूर्वमा अवस्थित रहेको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको त्यस क्षेत्रमा प्राकृतिक रूपमा निर्माण गरिएको पोखरी बनेको छ। पोखरीमा विभिन्न किसिमका फुलहरू, जलचर तथा चराचुरुङ्गी पुतलीहरूको बसोबास रहेको छ। उपत्यका जस्तै देखिने राजारानीमा 3 वटा पोखरी रहेका छन्। दायाँतर्फ राजा पोखरी छन् भने बायाँतर्फ रानी पोखरी रहेको छ। त्यसैको छेउमा सानो आकारमा रहेको राजकुमारी पोखरी पनि रहेको छ। चारैतिर हरियालीले गर्दा त्यहाँको आकर्षण एकदमै हेर्न लायक रहेको छ। हिमालहरूको पहाड भनेर चिनिने राजारानी पोखरी धार्मिक तथा सांस्कृतिक रूपमा निकै महत्त्वपूर्ण रहेको ठाउँ हो। हिमाल समुदायले प्रत्येक वर्ष वैशाख 2 गतेका दिन यहाँ पूजाआजा गर्ने गरेका छन्। हिमालहरूले वैशाख 2 गते राजारानीबाट पूजाआजा जात्रा पर्व मनाउन सुरु गरेपछि झापा, मोरङ, सुनसरीमा रहेका हिमाल गाउँ बस्ती टोलमा समेत प्रत्येक गाउँ टोलमा पूजाआजा गरेर जात्रा पर्व मनाउने गरिन्छ। 2 महिनासम्म मनाइने यो जात्रा पर्व उल्लाबारी नगरपालिका मङ्गलबारेमा रहेको 10 बिघामा पूजाआजा गरेर समाप्त गर्ने गरिन्छ। राजारानी क्षेत्र विश्वकै दुर्लभ प्रजातिक फुल सुनाखरीको राजधानी पनि हो। वनस्पति विज्ञहरूका अनुसार 26 प्रजातिका सुनाखरी फुल पाइने गरेको छ, जसमध्ये 3 किसिमका विश्वमै अति लोप उन्मुख रहेको वनस्पति विज्ञहरूको भनाइ रहेको छ। राजारानी पोखरीमा चारैतिर हरियाली भएकाले विभिन्न किसिमका चराचुरुङ्गी, जलचर, माछाहरू समेत रहेका छन्। त्यसले गर्दा स्थानीय पर्यटकहरूको पनि घुइँचो लाग्ने गरेको छ। साथै अन्तर्धार्मिक शान्ति पाठ पनि निर्माण भइरहेको छ।